आज हामी जाजरकोटको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य कालेगाउँको शिवालय मन्दिर क्षेत्रको बारेमा चर्चा गर्नेछौँ। भेरी नगरपालिका वडा नम्बर 1 कालेगाउँ स्थित भेरी नदीको किनारमा अवस्थित 3वटा ऐतिहासिक तथा पुरातात्विक महत्त्वका मन्दिर र धर्मशाला भएको क्षेत्र नै शिवालय मन्दिर क्षेत्र हो। सदरमुकाम खलङ्गा बजारदेखि आधा घण्टाको पैदल दूरीमा यो मन्दिर क्षेत्र रहेको छ। 189 वर्ष अगाडि निर्माण भएको शिवालय मन्दिर क्षेत्रको प्राकृतिक तथा कलात्मक सुन्दरता र धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। 3 फरक समयमा 3 जना जाजरकोटीको पहलमा निर्माण भएका कलात्मक शिवालय मन्दिर क्षेत्रको उचित संरक्षण, व्यवस्थापन र प्रचार प्रसार हुन सकेको छैन। विक्रम सम्वत 1889 सालमा शिवालय गुठी अन्तर्गत रहेको यो मन्दिर क्षेत्र त्यसपछि जाजरकोटी राजा खलकले शिवालयलाई रैकरमा बदलेर पूजापाठ गर्न थालेका थिए। त्यसपछि भने शिवालय मन्दिर क्षेत्रको क्षेत्रफल खुम्चिएको छ। सुरुमा 16 रोपनी क्षेत्रफल रहेको शिवालय क्षेत्र अहिले 5.5 रोपनीमा सीमित रहेको छ। जाजरकोटी राजा दीपनारायण शाहले आफ्नी आमा शिवकुमारी शाहको नाममा विक्रम सम्वत 1893 सालमा निर्माण गरेको शिवेश्वर मन्दिर विक्रम सम्वत 1933 सालमा राजा जङ्गबहादुर शाहले आफ्ना बुवा दीपनारायण र आमा दुर्गा कुमारीको नाममा स्थापना गरेको दीप दुर्गेश्वर मन्दिर र विक्रम सम्वत 1955 मा राजकुमार उमर बहादुर शाहले आफ्ना सन्यासी दाजु महाशमशेर शाहको नाममा निर्माण गरेको महामुक्तेश्वर मन्दिर रहेको क्षेत्र अहिले शिवालयको नाममा परिचित रहेको छ। तेलिया इट्टाबाट गुम्बज शैलीमा निर्माण भएको शिवालय क्षेत्र मन्दिरहरूको कलात्मक शैलीले जो कोहीलाई पनि मोहित पार्दछ। तर 2080 साल कार्तिक 17 गते रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले तिनै कलात्मक मन्दिरलाई ठुलो क्षति पुर्याएको छ। यिनको पुनर्निर्माण तथा संरक्षणको पहल जिल्लाका सरकारवालाले छिटो गर्नुपर्ने देखिन्छ। शिवालय क्षेत्रमा शिवरात्रि, रामनवमी र तीज लगायतका दिन ठुलो मेला लाग्ने गर्दछ। सो दिनमा जाजरकोट लगायत रुकुम, डोल्पा, सल्यान लगायतका क्षेत्रबाट सयौं मानिसको घुइँचो लाग्ने गर्दछ। मेला पर्वमा मात्र नभई अन्य दिनमा पनि भक्तजन तथा छुट्टी मनाउनेको शिवालयमा बाक्लो उपस्थिति रहने गर्दछ। सुन्दर तरिकाले बग्ने विशाल भेरी नदीको किनारमा रहेको शिवालय क्षेत्र सबै दृष्टिकोणबाट भव्य धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ। शिवालय मन्दिर क्षेत्रले ओगटेको सबै जग्गाको उचित संरक्षण र व्यवस्थापन गर्न सके, आकर्षक भौतिक संरचनाहरू निर्माण गर्न सके, स्थानीयलाई मात्र नभएर समग्र जाजरकोटवासीलाई समेत ठुलो लाभ पुग्ने सम्भावना देखिन्छ। आन्तरिक तथा बाह्य पर्यटकलाई धार्मिक तथा प्राकृतिक आनन्द दिने र मनोरञ्जनका लागि विशेष अवसर प्रदान गर्न सक्ने जिल्लाको सशक्त माध्यमको रूपमा रहेको शिवालय मन्दिर क्षेत्र संरक्षण, विकास र प्रवर्धन गर्नतर्फ सबैको एउटै सोच हुन जरुरी देखिन्छ। जिल्लाको आर्थिक र पर्यटन विकासको स्रोतको रूपमा यसलाई विकास गरे जाजरकोटी जनतालाई नै फाइदा हुने देखिन्छ। एकातिर धार्मिक मेला पर्वको रमझम, अर्कोतिर भेरी नदीको मनोरम दृश्य अनि चारैतिरको खुल्ला हरियाली वातावरणले शिवालयको स्वरूपलाई अझ मनोरम बनाएको छ। यही सुन्दरता र अवसरलाई हामीले यहाँको आर्थिक विकासमा प्रयोग गर्न सक्नु पर्दछ। आवश्यक संरचना र पूर्वाधारको निर्माण तथा व्यवस्थापन गरेर शिवालय क्षेत्रलाई जिल्लाको मुख्य धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ।